आफै मिलाइ यता आइज है टाउको चाहिँ सुइसके लखिन्छ पत्कन भोरात्री कासे नक्षत्र कमाइ जयन्ती मङ्गला काली घर काली कपालिनी सबैमा समासाध्य सर्वनै भविष्य कोलकातालाई चिरञ्जीवायोस् बाउले भनेको मान्नु हराको मान्नु बदमासी नगर्नु राम्रो गरेर पढाइमा ध्यान दिनु हो लु अर्को आउँछौँ दीक्षा आदित्य दिदी अलिकति यता टाउको अलिकति ओर दिनुपर्छ ए काका पो नि सानो काका खै खै हातमा ले आशीर्वाद लिनु ल विज्ञाने नारायणे यो कल्पसहस्राणि तेजो वृद्धि जसो फलम् प्रसन्नं देवी कल्याणं ब्रह्म करोति दीर्घायु विष्णु करोति सम्प्रदा हरे हरे सदा वसत वैकुण्ठं सदा दर्शने केशव सदा सदा सुखी नदुर्गा भगवानका धेरै धेरै पढ्नु ठुलो अफिसर हुनु चिरञ्जीवी आयोस् पढ्नुमा ध्यान दिनु ज्ञान हुनु ल राति है पढेर दीक्षा कति 9 दीक्षा वाली उमेर पुगेन योपालि 9 मै राख्ने दीक्षालाई चाहिँ दीक्षा 10 मा गएकी हो नि त 10 मा जाँदैछ नि त अब उमेर नभएर मेट्रिक दिन पाइदैन नि त हो 16 वर्ष नभएर मेट्रिक दिन पाइदैन अनि त्यही भएर चाहिँ 1 वर्ष एक वर्ष गेप अहिले 9 मै पढ्दै छ नि तर 9 मै राखिदिने फेरि दीक्षा नातिलाई मैले कान्दे बेटा हो त्यहाँ जयन्ती मङ्गला काली भर काली कपालिनी दुर्गा क्षयमासी बाधात्री स्वसदा नमस्तुते गणतम देवी चामुण्डे देवतात्या सर्वै मङ्गलमङ्गले नमस्तुते रोगान शेषान पहन्ति तुष्टारुष्टानुकामं सकलान् विश्वा तमस्त्रितानं मलिवर्णनां तमस्त्रितानं शतं प्रयुजे एवं देव परम लब्धा सुरतो क्षतिहर्षव सूर्यजन समासाध्य श्रावणी भव मान पाउनु चिरञ्जीवी आयोस् पढाइमा ध्यान दिनु कता गयो उतै जानु चाहिँ हजुर बस यता बस आदित्य आइज आदित्य यहाँ आऊ हजुर बस आइज पछि जाऊ आइज आदित्य दीक्षा पनि आऊ आमा पनि आउनु आमा यता 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 आउनु त यता म त्यहाँ बस्नु जय हो तपाईँ यहाँबाट आऊ छोरी बाबु आइज आऊ यो मेरो छोरा बुहारी ल हजुर सदा आशीर्वाद हमेशा फोटोमा पनि आशीर्वाद पाइरहन्छ राम्रो आउँछ के अमदेर जय हो
अगाडि हो यो जाउँछ खिच्दै हजुर आउँछु म बसाएर बुहारीहरू केटाकेटीको आइ त्यहाँ दाइ जा बुहारीहरू भाउजूहरू भयो के यता के बनाएको छ तिमीहरूले ए ए माटाको चौका बनाएछौ नि नौतुन ठिकै छ त ठिकै छ यता चाहिँ गेस्टको रोकेर बनाउनु त्यो डाइरेक्ट यसको पहिला पनि मैले यस्तै खालको देखेँ बनाएको छु एउटा भिडियोमा छ त तँ स्कुटी लिएर आएको थिइस् आज पनि यो भिडियोमा भयो त सेम चिज भयो भिडियो बनाउनु पनि त स्कुटी लिएर आएको थिइस् आज पनि 3-4 वर्ष पहिले आज पनि भयो यता आइज त भिडियो हो के ल म यसलाई फोटो बनाउँछु म हजुर ल आइज कहाँ गएर आइस त्यत्रो लगाएको त मोबाइलै उयसमा उयो गर्छु नि त म